हेलो गाइज वेलकम टु आवर युट्युब च्यानल मेरो नाम मनिष भण्डारी हो र आज आज हामी क्लास 12 को सेमी कन्डक्टर भन्ने च्याप्टर पढ्छौँ फिजिक्सको। हाम्रो फिजिक्स बुकमा भएको एउटा मोडर्न फिजिक्स भन्ने पार्ट छ जसमा चाहिँ हाम्रो 6वटा च्याप्टरहरू छन् र त्यो 6वटा च्याप्टरहरू मध्ये हाम्रो एउटा च्याप्टर भनेको सेमी कन्डक्टर हो। हाम्रो जम्माजम्मी एनइबीमा 19 मार्क्सको क्वेसन मोडर्न फिजिक्सबाट सोध्ने गरेको छ र सेमी कन्डक्टरबाट 5 मार्क्सको क्वेसन हरेक वर्ष सोधिँदै आइरहेको छ अहिलेसम्म। त्यही भएर यो एकदमै इम्पोर्टेन्ट च्याप्टर हो। 5 मार्क्स छुटाउनु भएन। यसमा न्युमेरिकलहरू त्यस्तो गाह्रो हुँदैन। यसमा न्युमेरिकलहरू त्यस्तो छैन पनि, सोध्दैन पनि, जस्तै रोटेसनल अर्को फ्लुइड मेकानिक्सहरूमा सोध्ने खालको त्यस्तो न्युमेरिकलहरू छैन। त्यही भएर यसमा 5 मार्क्स अलिकति मिहिनेत गऱ्यो भने मजाले ल्याउन सकिन्छ। यसबाट 5 मार्क्स छोड्नु भएन। र अहिले अब हामी सेमी कन्डक्टर पढ्दाखेरि कसरी पढ्छौँ भन्नेलाई पार्टमा डिभाइड गरेको छौँ। जस्तै हाम्रो यहाँ इन्ट्रोडक्सन्स अनि प्रोपर्टीहरू पढ्छौँ इन्ट्रोडक्सनमा। त्यसपछि ब्यान्ड्स इन सोलिड भनेको भ्यालेन्स ब्यान्ड, कन्डक्सन ब्यान्डहरू छ हो त्यो पढ्छौँ। र त्यसै गरी टाइप्स अफ सेमी कन्डक्टरहरू पी टाइप एन टाइपहरू पनि छन् हो त्यो पनि पढ्नुपर्छ। र त्यसपछि यिनीहरू चाहिँ हाम्रो यो भनेको चाहिँ 11को कुराहरू हो। यो चाहिँ 11को कुराहरू, यो चाहिँ हाम्रो अहिले सोध्दैन सोध्न चाहिँ, त्यही पनि यो बुझिरहनु पर्छ नि त। अब तपाईँहरूले कति कुराहरू त यहाँ छोड्नु भएको होला 11मा। अब छोडेको भए पनि नछोडेको भए पनि अलिअलि हल्का चाहिँ यसको कन्सेप्ट लिएरै जाउँ न। त्यसपछि हाम्रो सोध्ने भनेको चाहिँ 12मा यी कुराहरू हो, यहाँदेखि छन् हाम्रो बुकमा। पिएन जङ्सन भयो, बाइसिङ, फरवर्ड बाइसिङ, रिभर बाइसिङहरू छ, रेक्टिफिकेसनको फुल वेभ, हाफ वेभहरू रेक्टिफिकेसनहरू छ। र यो गेट्सको जस्तै हाम्रो लोजिक गेट्स, एन गेट्स, अर गेट्सहरू धेरै छन्। यसबाट चाहिँ हाम्रो जहिले हरेक वर्ष सोधेकै जस्तो देखिन्छ लगभग। अहिले अर्को हाम्रो न्युज सिलेबस हेर्दाखेरि चाहिँ एकदम इम्पोर्टेन्ट एकदम। यसबाट चाहिँ 2 मार्क्स पक्का जस्तो सम्झाउने हुन्छ। यो चाहिँ पढेर जानै पर्यो। र हाम्रो यिनीहरू मध्ये जस्तै जुनैबाट पनि 2 मार्क्स सोधिन सक्छ क्या। यसबाट 2 मार्क्स सोधिन सक्छ, यसबाट 2 मार्क्स सोधिन सक्छ, यसबाट 2 मार्क्स एक्सप्लेन हाफ वेभ रेक्टिफिकेसन भनिदिन सक्छ, यसबाट 2 मार्क्स एन गेट अर गेटको बनाइदिए भन्ने न्यान गेटहरू बनाइदिए भनिदिन सक्छ हो। त्यस्तै गरी यिनीहरू चारवटा टपिक मध्ये जुनैबाट पनि 2 मार्क्स सोध्यो भने यहाँबाट 4 मार्क्स हाम्रो भयो। यहाँबाट हाम्रो 4 मार्क्स भयो। र त्यसै गरी हाम्रो 1 मार्क्स चाहिँ कहाँबाट आउँछ भन्दाखेरि चाहिँ हाम्रो यो 1 मार्क्स चाहिँ डिफिनेसन पनि सोधिन सक्छ अथवा गिभ रिजन्सहरू पनि हुनसक्छ। जस्तै डिफिनेसन्सको वाट इज जेनरल डायोड भनेर सोधिन सक्छ, गिभ रिजनहरू पनि हुन्छ, र आइडेन्टिफाई दिस डायोड यताउता गरेर भनिदिन सक्छ। ल अब हामी यो इन्ट्रोडक्सनबाट सुरु गर्छौँ है त आज क्लासमा। ल अब हामी इन्ट्रोडक्सनबाट सुरु गर्छौँ है त। कहाँबाट सुरु गर्छौँ भन्दाखेरि हामी हाम्रो यो पृथ्वीमा भएको मेटेरियल्सहरू जति पनि छन् नि त्यसलाई हामीले 3टा टाइपमा डिभाइड गरेको हुन्छौँ क्या। जस्तै हाम्रो मेटेरियल्सहरू 3 टाइपमा डिभाइड भएको हुन्छ। जस्तै हाम्रो कन्डक्टर, सेमी कन्डक्टर, इन्सुलेटर हो। यसरी कन्डक्टर CONDUCTOR कन्डक्टर, सेमी कन्डक्टर, र अर्को हाम्रो इन्सुलेटर। अब यो सानैदेखि पढ्दै आएको कुराहरू हो। अब यो तपाईँहरूले सानैदेखि पढ्दै आउनुभएको कुराहरू सबैलाई थाहा छँदैछ। कन्डक्टर भनेको दोज द्याट कन्डक्ट इलेक्ट्रिसिटी, दोज अनि द्याट कन्डक्ट इलेक्ट्रिसिटी। सेमी कन्डक्टर भनेको दोज द्याट पार्सियल्ली कन्डक्ट, दोज द्याट पार्सियल्ली कन्डक्ट इलेक्ट्रिसिटी। अब इन्सुलेटर भनेको दोज द्याट डु नट कन्डक्ट इलेक्ट्रिसिटी। जस्तै हाम्रो अब कन्डक्टर भनेको के हुनसक्छ त। कन्डक्टरमा जस्तै हाम्रो इक्जाम्पल लिदिउँ, हाम्रो गोल्ड हुनसक्छ, कप्पर हुनसक्छ हो। त्यसै गरी हाम्रो सेमी कन्डक्टरको पनि इक्जाम्पलमा के हुनसक्छ, सिलिकन हुनसक्छ, जर्मेनियम हुनसक्छ हो। इन्सुलेटरको के हुनसक्छ भन्दाखेरि प्लास्टिक हुनसक्छ, रबर हुनसक्छ हो। त्यसै गरी अन्य अरूहरू पनि हुन्छन्। र हामी यो पढ्ने भनेको त अब सेमी कन्डक्टर हो हुन त।
अब सेमी कन्डक्टर चाहिँ किन पढ्ने त सेमी कन्डक्टर किन इम्पोर्टेन्ट छ भन्ने बारेमा बुझ्नु पर्यो सेमी कन्डक्टरको प्रोपर्टी बुझ्नु पर्यो ल सेमी कन्डक्टर किन इम्पोर्टेन्ट छ भन्दाखेरि सेमी कन्डक्टर अहिले लगभग एकदमै भास्ट स्कोप छ क्या यसको जस्तै हामीले अहिले हेर्छौँ नि मोबाइल फोन टिभी एलइडी टिभीहरू अनि नयाँ नयाँ ल्यापटप्सहरू यिनीहरू सबैमा लगभग सेमी कन्डक्टर युज गरेको हुन्छ क्या जस्तै हाम्रो नयाँ नयाँ आइओटीको सामानहरू बन्दाखेरि पनि सेमी कन्डक्टरहरू वाइडली युज भएको हुन्छ त्यसै गरी सेमी कन्डक्टर अहिलेको जमानामा एकदमै एकदमै इम्पोर्टेन्ट हो यो हरेक मोडर्न इलेक्ट्रोनिक्स आइटम्सहरूमा यो लगभग युज भएकै हुन्छ त्यही भएर यसको बारेमा चाहिँ एकदमै पढ्नुपर्छ हामीले ल अब यसको प्रोपर्टी यो चाहिँ किन त इम्पोर्टेन्ट त वाइ दिस इम्पोर्टेन्ट यसमा चाहिँ यस्तो स्पेसल प्रोपर्टीहरू छन् कि जुन चाहिँ कन्डक्टर इन्सुलेटरमा पाइँदैन क्या जस्तै 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 हामीले यसको कन्डक्टिभिटी कन्ट्रोल गर्न सक्छौँ जस्तै इट्स कन्डक्टिभिटी क्यान कन्ट्रोल यसको मतलब के हो भन्दाखेरि चाहिँ जस्तै हामीले एउटा प्योर सिलिकन जस्तै यसको मतलब के हो भन्दाखेरि चाहिँ हामीले एउटा प्योर सेमी कन्डक्टर लियौँ अरे जस्तै एउटा सिलिकन ल्याटिस भन्ने एउटा सेमी कन्डक्टर लियौँ अरे है अब त्यो प्योर सेमी कन्डक्टरमा त त्यो त इन्सुलेटर हो त्यसले इन्सुलेटर जस्तो बिहेभ गर्छ एब्सोल्युट जेरो टेम्परेचरमा त हो जस्तै हामीले अब के भन्दाखेरि चाहिँ जस्तै हामीले एउटा ल इट्स कन्डक्टिभिटी क्यान कन्ट्रोल के भन्दाखेरि हामीले जस्तै सेमी कन्डक्टरहरूमा हामीले डोपिङ गरेर इम्प्युरिटी एड गरेर हो त्यसमा जति इम्प्युरिटी एड गऱ्यौँ हो त्यो त्यति नै कन्डक्टिभिटी त्यसले त्यति नै धेरै कन्डक्टिभिटी गर्छ क्या जस्तै हामीले अलिक प्योर सेमी कन्डक्टरमा थोरै इम्प्युरिटी एड गऱ्यौँ थोरै डोपिङ गऱ्यौँ भने त्यो इम्प्युरिटी एड गर्ने प्रोसेसलाई नै डोपिङ भन्छ भन्दा चाहिँ अब त्यो इम्प्युरिटीलाई चाहिँ के भन्छ भन्दाखेरि चाहिँ इम्प्युरिटीलाई चाहिँ डोपिङ एजेन्ट भन्छ डिओपिआइएनजी डोपिङ एजेन्ट भन्छ र यो इम्प्युरिटी एडिङ गर्ने प्रोसेसलाई चाहिँ डोपिङ भन्छ त्यसै गरी हामीले प्योर सेमी कन्डक्टरहरूमा हामीले जति डोपिङ गर्दै गयौँ जति डोपिङ गऱ्यौँ त्यति नै मोर कन्डक्टिभिटी हुन्छ युसिटिआइबिआइटी कन्डक्टिभिटी हुन्छ र हामीले जति थोर डोपिङ गऱ्यौँ र त्यति नै कन्डक्टिभिटी थोर हुन्छ र कन्डक्टिभिटी भनेको के भन्दाखेरि त जति इलेक्ट्रिसिटी पास गर्ने क्षमता हो त्यो भनेको जस्तै 2 नम्बरमा के भन्दाखेरि इट्स गिभ युनिडाइरेक्सनल करेन्ट हामीले एकतिर मात्रै पठाउन सक्छौँ करेन्ट जस्तै हामीले अब कन्डक्टरको एउटा कपर वायर लियौँ भने जस्तै कपर वायर यो मोटो भयो एकदमै अब यो कपर वायरमा यो कपर वायर यो त कन्डक्टर हो नि त जस्तै हामीले यताबाट करेन्ट पास गऱ्यौँ भने एउटा ब्याट्री जोडेर ट्याक्क करेन्ट यो यता पनि जान्छ निक्लिन्छ जस्तै हामीले त्यसै गरी हामीले अर्को साइडबाट ब्याट्री जोड्यौँ भने यताबाट करेन्ट पास गऱ्यौँ भने यो यता पनि जान चाहिँ हो त्यसै गरी हामीले एउटा सेमी कन्डक्टर लियौँ भने हामीले एउटा सेमी कन्डक्टरको वायर लियौँ भने हो त्यसलाई त्यस्तो तरिकाले बनाउँछौँ हामीले यो अगाडि नै फिक्स गर्ने हो यताबाट पठाउने कि यताबाट पठाउने हो अब हामीले यताबाट पठायौँ भने यो यता त जान त तर फेरि हो त्यसमै हामीले यताबाट पठायौँ भने चाहिँ करेन्ट यो यता आउन सम्भव हुँदैन जस्तै हामीले यो पछि यो डायोडहरूमा पढ्छौँ यस्तो डायोड हुन्छ यसमा करेन्ट पठाउने फरवर्ड बाइसिङ रिभर्स बाइसिङ भन्ने कुरा पनि आउँछ यसमा यो पछि गएर हामीले पढ्ने नै छौँ ल ठिकै छ त्यसपछि हाम्रो अब प्रोपर्टीको बारेमा सक्यो ल अब नम्बर 3 मा के भन्दाखेरि नम्बर 3 को प्रोपर्टीमा के भन्दाखेरि टेम्परेचर इज इन्डाइरेक्टली प्रोपोर्सनल टु द रेसिस्टेन्स अफ सेमिकन्डक्टर यो भनेको के हो भन्दाखेरि जति टेम्परेचर हामीले बढायौँ त्यति सेमिकन्डक्टरको रेसिस्टेन्स कम हुन्छ जति सेमिकन्डक्टरको रेसिस्टेन्स कम हुन्छ त्यति नै करेन्ट फ्लो हुन्छ मोर करेन्ट फ्लो जति करेन्ट फ्लो हुन्छ त्यो कन्डक्टर त्यति कन्डक्टिभिटी हुन्छ भनेपछि मोर कन्डक्टिभिटी
हो त्यसै गरी जति टेम्परेचर कम त्यति रेसिस्टेन्स धेर, जति रेसिस्टेन्स धेर त्यति करेन्ट थोर फ्लो हुन्छ, र जति करेन्ट थोर फ्लो हुन्छ मतलब त्यो सेमिकन्डक्टर त्यति नै लेस कन्डक्टिभिटी हुन्छ। र यो अर्को पोइन्ट भयो। र अर्को 4 नम्बरमा हाम्रो के छ भन्दाखेरि यो सेमिकन्डक्टरमा चाहिँ चार्ज क्यारियरहरू चाहिँ बोथ इलेक्ट्रोन एन्ड होल दुइटै हुन्छ। यो बोथ इलेक्ट्रोन्स, बोथ ELECTRONs इलेक्ट्रोन्स एन्ड होल्स क्यारी चार्ज। खोइ होल्स भनेको के हो भन्नु होला फेरि, जस्तै हाम्रो एटम, जस्तै यो न्युक्लियस भयो अनि यो एटम, यो अर्बिट भयो, अर्बिटमा हाम्रो इलेक्ट्रोनहरू हुन्छ नि, जस्तै हो यही इलेक्ट्रोन बाहिर निक्ल्यो भने, जस्तै यहाँ बाहिर निक्ल्यो भने के हुन्छ भन्दाखेरि चाहिँ यहाँ त खालि एउटा भ्याकेन्ट स्पेस बस्छ, हो यही भ्याकेन्ट स्पेसलाई हामी होल भन्छौँ। र यो चाहिँ पोजिटिभ चार्ज हुन्छ, यसको चार्ज चाहिँ त्यही इलेक्ट्रोनकै बराबरी हुन्छ, पोजिटिभ चार्ज हुन्छ इलेक्ट्रोनकै बराबरी हुन्छ चार्ज चाहिँ। ल अब हाम्रो प्रोपर्टीहरू पनि सकियो। अब हामी ब्यान्ड्स थ्योरी पढ्छौँ, ब्यान्ड्स इन सोलिड। ल अब यो ब्यान्ड्स इन सोलिड पढ्छौँ हामी। सोलिडमा हुने भनेको दुईटा ब्यान्ड्स हुन्छ, एउटा भनेको भ्यालेन्स ब्यान्ड, अर्को भनेको कन्डक्सन ब्यान्ड, हुन्छ, दुईटा ब्यान्ड हुन्छ। र यो कुरा 11 पनि पढेको, अब पढेको छैन भने यहाँ म पढाइहाल्छु केही छैन। हामी कसरी बुझ्ने भन्दाखेरि चाहिँ यो ब्यान्ड्स इन सोलिड भनेको, यो ब्यान्ड्स थ्योरी भनेको ब्यान्ड्स थ्योरी हुन्छ। ब्यान्ड्स थ्योरीले चाहिँ हामीलाई के आइडिया दिन्छ भन्दाखेरि चाहिँ किन कुनै मेटेरियलले चाहिँ कन्डक्ट गर्छ र कुन मेटेरियलले चाहिँ कन्डक्ट गर्दैन भन्ने कुरा डिस्कस गर्छ क्या। जस्तै ब्यान्ड्स थ्योरी इन सोलिडले के भन्छ भन्दाखेरि, ब्यान्ड्स थ्योरी इन सोलिडले के भन्छ भन्दाखेरि चाहिँ it gives idea about why some material conduct and some not। किन कुनैले कन्डक्ट गर्छ र कुनैले कन्डक्ट गर्दैन भन्ने आइडिया दिन्छ हामीलाई। जस्तै हामी एउटा एक्जाम्पल लिउँ है त, एउटा एक्जाम्पल के लिउँ भन्दा एउटा सिलिकन ल्याटिस लिउँ है त, SILICON सिलिकन LATTIC ल्याटिस। यो सिलिकन ल्याटिस भनेको फेरि एउटा सेमी कन्डक्टर पनि हो, एउटा प्योर सेमी कन्डक्टर पनि हो है, यो एउटा प्योर सेमी कन्डक्टर पनि हो, प्योर सेमी कन्डक्टर। यो भन्दा म अगाडि एउटा कुरा बुझाउँछु, एउटा सानो कुरा बुझाउँछु। हामीलाई थाहा छ सिलिकन, हामीलाई थाहा छ, यहाँ एउटा सानो कुरा बुझाउँछु म। सिलिकनको एटोमिक नम्बर 14 हुन्छ र यसको इलेक्ट्रोनिक कन्फिगरेसन कति हुन्छ भन्दाखेरि 1s2 2s2 2p6 3s2 3p2 2 4 6 6 8 12 2 2 2 4 ल 14 हुन्छ। पुगेन त, 2 2 4 4 6 10 14 ल 2 2 4 14 भयो। ल अब हामीले यहाँ हेर्न सक्छौँ, यो लास्टमा 3 छ भनेपछि यसको हामीले भ्यालेन्स अर्बिट कति रहेछ त, भ्यालेन्स सेल कति रहेछ, भ्यालेन्स सेल 3 रहेछ भनेपछि भ्यालेन्स इलेक्ट्रोन टोटल कति रहेछ त, 4टा, भ्यालेन्स इलेक्ट्रोन 4टा रहेछ, भ्यालेन्स इलेक्ट्रोन 4टा। र भ्यालेन्स इलेक्ट्रोन 4टा भन्नुको मतलब सिलिकनको वरिपरि 4टा इलेक्ट्रोन यसरी बस्छ। ल अब हामीले यति कुरा बुझ्यौँ भन्दा चाहिँ अब यहाँ हामीले सिलिकन ल्याटिस बनाउँदाखेरि, सिलिकन ल्याटिस भनेको चाहिँ के भन्दाखेरि एउटा सिलिकन एटम होइन क्या। सिलिकन ल्याटिस भनेको चाहिँ धेरैवटा सिलिकन एटम्सहरू एउटा स्ट्रक्चर तरिकामा क्रिस्टलमा एरेन्ज भएर बस्नुलाई हो सिलिकन ल्याटिस भन्छ। एउटा प्योर सेमिकन्डक्टर पनि हो। अब यो हामी यसले स्ट्रक्चर बनाउँदाखेरि कसरी बनाउँछौँ भन्दाखेरि सिलिकन यसरी लिन्छौँ, यहाँ एउटा सिलिकन, 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 यसरी 4टा टिका, ट्याक 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 1 2 3 4 1 2 3 4। यो टिका त होइन, यो चाहिँ हाम्रो एटम हो, भ्यालेन्स इलेक्ट्रोन हो, भ्यालेन्स इलेक्ट्रोन चाहिँ हो, एटम त सिलिकन भइहाल्यो नि।
ल अब हाम्रो यो चारवटा इलेक्ट्रोनहरू चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो ल्याटिसमा कोभ्यालेन्ट बोन्ड बनाएर बसेको हुन्छ क्या एक अर्का आफ्नो छेउसँगको यसरी सबै इलेक्ट्रोनहरूले कोभ्यालेन्ट बोन्ड बनाएर बसेको हुन्छ जस्तै भएर यसको त कुनै फ्री इलेक्ट्रोन छैन जस्तै अब यसको पनि यहाँनिर ट्याक्कै यसरी कोभ्यालेन्ट बोन्ड माथि आफ्नैसँग बनाएको हुन्छ यता अरूसँग हो यसको पनि चारटै भइहाल्यो यसले यो अर्कोसँग बनाएको हुन्छ यो माथिकोसँग बनाएको हुन्छ यो तलको ला यो अलिकति पर लेखेछ अलिकति बुझिहाल्नुहुन्छ नि ल यो यताको यो यताको यो यताको यो यताको यसरी यताको यो यताको यसले उतैसँग बनाएको छ यसले उतैसँग बनाएको छ यसले माथि यसले तल यसले यता यसरी आफ्नैसँग बनाएको हुन्छ हो त्यही भएर यहाँनिर यसको त कुनै पनि फ्री इलेक्ट्रोन छैन हो यो चाहिँ फेरि कति भन्दाखेरि कतिखेर भन्दाखेरि चाहिँ एट एब्सोल्युट जिरो टेम्परेचर एट एब्सोल्युट जिरो टेम्परेचरमा चाहिँ यो सिलिकनको हाम्रो यो जुन हाम्रो सेमी कन्डक्टर छ नि यो सिलिकन ल्याटिस भन्ने यो चाहिँ इन्सुलेटर जस्तो बिहेभ गर्छ क्या जस्तै हाम्रो यहाँ फ्री इलेक्ट्रोन छैन मतलब त्यसले कुनै इलेक्ट्रिसिटी कन्डक्ट गर्दैन र यही हामी भ्यान्स थ्योरीले कसरी बुझ्छौँ भन्दाखेरि हामीले यसरी बनाउँछौँ है त ट्याक्क यो भनेको हाम्रो ब्यान्ड्सहरू तल हुन्छ भ्यालेन्स ब्यान्ड माथि हुन्छ हाम्रो कन्डक्सन ब्यान्ड यो कन्डक्सन ब्यान्ड यो भ्यालेन्स ब्यान्डको लोवर एनर्जीलाई हामी डिनोट गर्छौँ इबी कन्डक्सन ब्यान्डको लोवर एनर्जीलाई हामी भन्छौँ इसी हाम्रो यो बिचको ग्यापलाई के भन्छौँ भन्दाखेरि फरवर्ड एनर्जी ग्याप भन्छौँ इजी फरवर्ड एनर्जी ग्याप इजी ल अब के एट एब्सोल्युट जिरो टेम्परेचर चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ भ्यालेन्स ब्यान्डमा भनेको हाम्रो भ्यालेन्स इलेक्ट्रोनहरू हुन्छ जस्तै यो चारवटा यो भ्यालेन्स इलेक्ट्रोनहरू हुन् नि त यी भनेको भ्यालेन्स इलेक्ट्रोनहरू यहाँ हुन्छन् र एट एब्सोल्युट जिरो टेम्परेचरमा हाम्रो कन्डक्सन ब्यान्ड त खाली हुन्छ हो त्यही भएर यसले हाम्रो इलेक्ट्रिसिटी कन्डक्ट गर्दैन तर अब यो रुम टेम्परेचरमा फेरि अर्कै कहानी नै अलग हुन्छ क्या रुम टेम्परेचरमा एट रुम टेम्परेचर भनेको कति हो 300 केल्भिन रुम टेम्परेचरमा के हुन्छ भन्दाखेरि चाहिँ यो सिलिकन एटम्सहरूको इलेक्ट्रोन्स यो जुन कोभ्यालेन्ट बोन्ड हुन्छ नि त्यो ब्रेक हुन्छ क्या कुनै ब्रेक भएपछि त्यहाँ फ्री इलेक्ट्रोन हुन्छ हो त्यही फ्री इलेक्ट्रोन भएपछि के हुन्छ भन्दाखेरि स्ट्रक्चर चाहिँ मैले फेरि बनाइन त्यो म भ्यालेन्स ब्यान्ड र यो ब्यान्ड्स थ्योरी यहाँबाट बुझाइदिन्छु ब्यान्ड्सहरूको बारेमा बुझ्छु यहाँनिर ल यो भनेको भ्यालेन्स ब्यान्ड यो भनेको कन्डक्सन ब्यान्ड अनि के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो 300 केल्भिन रुम टेम्परेचरमा के हुन्छ भन्दाखेरि भ्यालेन्स ब्यान्डमा भएको इलेक्ट्रोनहरू हुन्छ नि जुन भ्यालेन्स इलेक्ट्रोनहरू जुन कोभ्यालेन्ट बोन्ड बनाएर बसेको हुन्छ त्यो ल्याटिसमा त्यो अब रुम टेम्परेचरमा अलिकति बाहिरबाट सराउन्डिङबाट एनर्जी पाएर त्यो कुनै बोन्ड्सहरू ब्रेक हुन्छ र ब्रेक भएपछि हो इलेक्ट्रोनहरू माथि जान्छ हो त्यही भएर माथि जान्छ अब माथि भएको फ्री इलेक्ट्रोन हुन्छ कन्डक्सन ब्यान्डमा हुने भनेको यहाँ भनेको फ्री इलेक्ट्रोन हुन्छ यहाँ भनेको भ्यालेन्स इलेक्ट्रोन हुन्छ ओ र यो फ्री इलेक्ट्रोनको कारणले अब यसले अब कन्डक्टर जस्तो बिहेभ गर्छ क्या तर कन्डक्टर कस्तो भन्दाखेरि विक कन्डक्टर जस्तो बिहेभ गर्छ यो चाहिँ अलिक किनभने रुम टेम्परेचर भनेको त धेरै टेम्परेचर त हुँदैन त्यो रुम टेम्परेचर भनेको धेरै एनर्जी त पाएको हुँदैन त्यसले सो त्यही भएर कन्डक्टर जस्तो बिहेभ गर्छ अलिअलि तर हल्का विक कन्डक्टर मान्छौँ हामीलाई हो त्यसै गरी यसरी कसरी हामीले मेटेरियल्सहरूले चाहिँ इलेक्ट्रिसिटी कन्डक्ट गर्छ कसरी गर्दैन भन्ने कुरा यो बुझेको यो भ्यालेन्स थ्योरीबाट बुझ्छौँ यो सबै कुराहरू चाहिँ 11 को हो अब यो कुराहरू चाहिँ आउनु चाहिँ हाम्रो एक्जाममा आउँदैन यो 12 को ल अब हाम्रो यहाँसम्म सक्यो चाहिँ भने यो अलिअलि भ्यालेन्स ब्यान्ड कन्डक्सन ब्यान्डहरू बुझ्यौँ भ्यालेन्स ब्यान्डमा भ्यालेन्स इलेक्ट्रोन हुन्छ कन्डक्सन ब्यान्डमा फ्री इलेक्ट्रोन हुन्छ र यो कन्डक्सन ब्यान्डको इलेक्ट्रोन यसले चाहिँ हाम्रो इलेक्ट्रिसिटीमा इलेक्ट्रिसिटी कन्डक्ट गर्ने हो भ्यालेन्स इलेक्ट्रोनले होइन अब यस्तै नर्मल कुराहरू छ अरू केही पनि होइन यसमा जस्ट यति नै बुझ्नुपर्ने हो कसरी मेटेरियल्सहरूले इलेक्ट्रिसिटी कन्डक्ट गर्छ र गर्दैन भन्ने कुरा हो अब हामी टाइप्स अफ सेमी कन्डक्टर पढ्छौँ ल अब हामी टाइप्स अफ सेमी कन्डक्टर पढ्छौँ टाइप्स अफ सेमी कन्डक्टर अब हामीलाई थाहा छ सेमी कन्डक्टरको टाइप्सहरू कुन हुन सक्छ एउटा भनेको प्योर सेमी कन्डक्टर जसलाई हामी के भन्छौँ भन्दाखेरि इन्ट्रिन्सिक सेमी कन्डक्टर INTR इन्ट्रिन्सिक सेमी कन्डक्टर
यो भनेको चाहिँ प्योर भन्न खोजेको प्योर सेमी कन्डक्टर जस्तै एक्जाम्पल मैले अघि दिइहालेँ सिलिकन सिलिकन ल्याटिस ल यसको स्ट्रक्चर बनाइरहनु पर्दैन होला अघिकै स्ट्रक्चर छँदैछ जे हो भने एउटा बनाइन्छ नि त्यही अघिको स्ट्रक्चर एउटा बनाइन्छ नि त सिलिकन यो भनेको चाहिँ यस्तो यसलाई चाहिँ हामी प्योर सेमी कन्डक्टर भन्छौँ सिलिकनको 4टा भ्यालेन्स इलेक्ट्रोन 3टा 4टा यस्तो गरौँ न थपा थपा दिउँ थपा 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 ल ट्याक्क बोको भ्यालेन्ट बोल बनाएर बसेको हुन्छ ट्याक्क 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 यो 4टाले 4टैसँग बनाएको हुन्छ नि त बाफ्रे कतिको कोर्नुपर्ने ल सजिलो छ केही गर्नु पर्दैन जस्तै हाम्रो एउटा सिलिकनको चारतिरको हुन्छ यता सबैतिर बनाइदिने हो सबैको सिलिकन एटमहरूको सकिने भयो केही छैन ल अब हाम्रो अर्को 2 नम्बरमा के छ भन्दाखेरि चाहिँ हाम्रो एक्सट्रिन्सिक सेमी कन्डक्टर जस्तै यसलाई हामीले एन्सर लेख्दाखेरि चाहिँ कसरी लेख्छौँ भन्दाखेरि चाहिँ इन्ट्रिन्सिक सेमी कन्डक्टर भन्दाखेरि एन्सरमा प्योर सेमी कन्डक्टर इज नोन एज इन्ट्रिन्सिक सेमी कन्डक्टर ल यो हटेन है त कन्डक्टर अब हाम्रो अर्को 2 नम्बरमा के छ भन्दाखेरि चाहिँ हाम्रो एक्सट्रिन्सिक सेमी कन्डक्टर एक्सट्रिन्सिक सेमी कन्डक्टर भनेको चाहिँ के भन्दाखेरि इम्प्योर सेमी कन्डक्टर आर कल्ड एक्सट्रिन्सिक सेमी कन्डक्टर impure semiconductor is known as extrinsic semiconductor ल अब हामी एक्सट्रिन्सिक सेमिकन्डक्टर कसरी बन्छ भन्दाखेरि जस्तै हामी यही प्योर सेमिकन्डक्टरमा हामी इम्प्युरिटी एड गर्छौँ त्यो इम्प्युरिटी एड गर्दाखेरि एक्सट्रिन्सिक सेमिकन्डक्टर बन्छ जस्तै हामीले अब इम्प्युरिटी एड त गर्छौँ इम्प्युरिटीलाई के भन्छौँ भन्दाखेरि हामीले अघि पनि भनेको थियौँ होला इम्प्युरिटीलाई हामी डोपिङ एजेन्ट भन्छौँ र हामीले यो जुन इम्प्युरिटी एड गर्ने प्रोसेसलाई भन्छौँ हामी त्यसलाई डोपिङ भन्छौँ ल अब डोपिङ गर्दाखेरि हामीले दुई टाइपको इम्प्युरिटीहरू एड गर्छौँ एउटा भनेको ट्राइभ्यालेन्ट इम्प्युरिटीहरू हुन्छ अर्को भनेको हाम्रो पेन्टाभ्यालेन्ट इम्प्युरिटी हुन्छ ल हो त्यो इम्प्युरिटीहरूको बारेमा यहाँ कुरा गरौँ है त ल हामी दुई खालको इम्प्युरिटी एड गर्छौँ जस्तै हामीले एक्सट्रिन्सिक सेमिकन्डक्टर बनाउँदाखेरि हामीले प्योर सेमिकन्डक्टरमा इम्प्युरिटी एड गर्नुपर्ने हुन्छ र इम्प्युरिटी एड गर्दाखेरि हामीसँग दुई टाइपको इम्प्युरिटी हुन्छ यो एउटा भनेको पेन्टाभ्यालेन्ट इम्प्युरिटी अर्को भनेको हाम्रो ट्राइभ्यालेन्ट इम्प्युरिटी ल पेन्टाभ्यालेन्ट इम्प्युरिटी भनेको चाहिँ के हो भन्दाखेरि जसको त्यस्तो एटम हो जसको चाहिँ भ्यालेन्स इलेक्ट्रोन जसको चाहिँ 5वटा भ्यालेन्स इलेक्ट्रोन हुन्छ पेन्टाभ्यालेन्ट इम्प्युरिटी भनेको के अरे त्यस्तो एटम जसको चाहिँ 5वटा भ्यालेन्स इलेक्ट्रोन हुन्छ जस्तै आर्सेनिक र हो ट्राइभ्यालेन्ट इम्प्युरिटी भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ त्यस्तो एटम जसको चाहिँ 3टा भ्यालेन्स इलेक्ट्रोन हुन्छ जस्तै